यो वर्ष कुन विकास बैङ्कले के कति लाभांश वितरण गर्नेछन् सोही विषयलाई चर्चा गरौँ। यति बेला 4वटा विकास बैङ्कले आर्थिक वर्ष 2082-83 को वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्। सोही सार्वजनिक वित्तीय विवरण अनुसार यति बेला सप्तकोशी डेभलपमेन्ट बैङ्क, साङ्ग्रिला डेभलपमेन्ट बैङ्क, कामना सेवा विकास बैङ्क र मितेरी डेभलपमेन्ट बैङ्कले वित्तीय विवरण सार्वजनिक गरेका छन्। सोही सार्वजनिक वित्तीय विवरण अनुसार सप्तकोशी डेभलपमेन्ट बैङ्कले यो वर्ष आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने छैन, किनभने सप्तकोशी डेभलपमेन्ट बैङ्कको वितरणयोग्य मुनाफा ऋणात्मक छ, जसकारण यो वर्ष यो बैङ्कले भने आफ्ना सेयरधनीलाई लाभांश दिन सक्ने छैन। 2075-76 मा यस बैङ्कले आफ्ना सेयरधनीलाई लाभांश वितरण गरेको थियो। त्यस यता भने सप्तकोशी डेभलपमेन्ट बैङ्कले आफ्ना सेयरधनीलाई भने कुनै पनि वर्ष लाभांश दिएको छैन। त्यसै गरी कुरा गरौँ साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको। साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको लाभांश क्षमता भने 13.19% देखिएको छ। बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासिकको वित्तीय विवरण अनुसार बैङ्कको वितरणयोग्य मुनाफा 49 करोड 23 लाख रुपियाँ रहेको छ, जस अनुसार यो वर्ष साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले आफ्ना सेयरधनीलाई 13.19% लाभांश दिन सक्ने क्षमता देखिएको छ। गत वर्ष यस बैङ्कले 10.35% लाभांश दिएको थियो। गत वर्ष भने यस बैङ्कको लाभांश क्षमता 10.36% रहेकोमा यो बैङ्कले आफ्ना सेयरधनीलाई 10.35% भन्ने लाभांश दिएको थियो। गत वर्षको तुलनामा साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको लाभांश क्षमता यो वर्ष अझै बढेको छ। त्यसै गरी कुरा गरौँ कामना सेवा विकास बैङ्कको। कामना सेवा विकास बैङ्कले यो वर्ष 15.16% लाभांश क्षमता देखाएको छ। बैङ्कले कुल 60 करोड 11 लाख रुपियाँ वितरणयोग्य मुनाफा गरेको छ, जस अनुसार कामना सेवा विकास बैङ्कले आर्थिक वर्ष 2082-83 को नाफाबाट यो वर्ष आफ्ना सेयरधनीलाई 15.16% लाभांश दिन सक्नेछ। बैङ्कले गत वर्ष भने 15.78% लाभांश दिएको थियो। यस बैङ्कको गत वर्षको लाभांश क्षमता भने 16.74% थियो, जसमध्ये बैङ्कले 15.78% भने लाभांश दिएको थियो। त्यसकारण यो वर्ष पनि यो बैङ्कले भने 15% लाभांश दिन सक्ने क्षमता भने देखाएको छ। त्यसै गरी कुरा गरौँ मितेरी डेभलपमेन्ट बैङ्कको। यस बैङ्कले 12.73% लाभांश दिन सक्ने क्षमता देखाएको छ। आर्थिक वर्ष 2082-83 को वित्तीय विवरण अनुसार बैङ्कको वितरणयोग्य मुनाफा 15 करोड 48 लाख छ, जस अनुसार यो वर्ष बैङ्कले आफ्ना सेयरधनीलाई 12.73% लाभांश दिन सक्नेछ। गत वर्ष मितेरी डेभलपमेन्ट बैङ्कले 10% लाभांश दिएको थियो। यस बैङ्कको लाभांश क्षमता 13.40% रहेकोमा गत वर्ष यस बैङ्कले 10% लाभांश दिएको थियो। यो वर्ष भने बैङ्कको लाभांश क्षमता 12.73% देखिएको छ। अब हामीले वितरणयोग्य मुनाफा भनेको के हो भनेर बुझ्नेछौँ। वितरणयोग्य मुनाफा भनेको बैङ्कको लाभांश बाँड्न सक्ने पैसा अर्थात् नाफा हो। जति पनि बैङ्कले नाफा गर्छ त्यो नाफाबाट कुनै कोषहरूमा नियामकीय प्रावधान अनुसार अर्थात् नेपाल राष्ट्र बैङ्कले तोकेको कुनै पनि कोषमा छुट्याउनु पर्ने पैसा छुट्याइसकेपछि नाफाबाट जति पनि नाफा हुन्छ त्योबाट विभिन्न कोषहरूमा छुट्याउनु पर्ने पैसा छुट्याउँछ। त्योभन्दा बाँकी रहेको जति पनि नाफा हुन्छ त्यसैलाई वितरणयोग्य मुनाफा भनिन्छ। वितरणयोग्य मुनाफा भने लाभांश बाँड्न मिल्ने पैसा नै हो। यही पैसाबाट चाहिँ सोही पैसाबाट चाहिँ बैङ्कले चाहिँ लाभांश वितरण गर्छन्। त्यसकारण यो वर्ष भने अधिकांश वित्तीय विवरण सार्वजनिक गरिसकेको बैङ्कको वितरणयोग्य मुनाफा पनि बढेको